मन्दरवा भनेर आउनु भएको नि सुन्नु भएको नि त्यहाँ चाहिँ मन्दरवा भन्ने चिन्छ है मन्दरवा हजुर अनि यता गणेश भन्छ है हामी यसरी पूजा गर्ने गरेछ मन्दरवा यो त तपाईँ छेपम्बे भन्छ नि छेपम के भन्छ नि छेपुम्बुम हजुर यसलाई छेपुम्बुम भनेर चिन्छ है हामीले यो छेपुम्बुम भन्छ छेपम्बे चाहिँ छेपुम्बुम चाहिँ है तपाईँको छेपुम्बुम भन्छ यो चाहिँ गाईले गुफा पत्ता लागेको हुनाले पहिला हामी गाईको दुध पनि भनेर चिन्छ यसलाई पहिले यो सुक्दैन पानी अब यतिखेर त सुक्खा समय हो नि त तर पनि यहाँ थुई आइरहेको हुन्छ है यो 12 महिना आउँछ यो थुई बर्सातमा चाहिँ धेरै नै आउँछ हिउँदोमा चाहिँ अलिक कम हुन्छ र पनि यो कहिले सुक्दैन ठाउँ यो छेबुम है छेबुम भन्छ है अनि यो तपाईहरु रुबेल भन्छ नि कछुवा आयुको पूजा हुन्छ यसमा जीवमा सबभन्दा धेरै बाँच्ने जीव हो नि त यो संसारमा त्यही भएर आयु लङ लाइफ स्कु हुन्छ है यो कछुवा तपाईहरु कछुवा रुबेल भन्छ हामी कछुवा रुबेल हजुर अनि यसलाई चाहिँ यो मेन्दराको सामान राखेको खोपा पनि भन्छ यो भित्र चाहिँ यो मेन्दरा चाहिँ पूजाको सामानहरु यो ठाउँमा राख्नु भएको अरे उहाँले हजुर अनि यता साइडमा चाहिँ घण्टीको आकार छ ढुङ्गामा घण्टी जस्तो आकार पनि यता मेन्दराको सामान भन्छ घण्टी जस्तो छ यता तपाईले यता आएर चाहिँ हेर्न सक्नुहुन्छ है घण्टी जस्तो छ ठ्याक्कै यहाँ चाहिँ भित्र गएर हेर्नुहोस् त यही घण्टी जस्तो देखिन्छ अनि यता हेर्नुहोस् त यो मेन्दरा यहाँ तपाईँ यहाँ ध्यान गर्दा बजाएको डम्बर हो यो यहाँ ढङ्गा छ नि राम्रो बज्छ यो दरु डमरु म अरू उता देखाउँछु तपाईँ फेरि उकालो जानुहोस् त आएको यहाँबाट तपाईँ यहाँ यो मेन्दरा तपस्या गर्दा पनि थाप्तेम्बी के भन्छ तपाईँहरू अनि तोरमा पनि कसैले लामाले तोरमा पनि भन्नुहुन्छ कसैले थाप्तेम्बी पनि भन्नुहुन्छ यो अनि यहाँ चाहिँ तपाईँहरू फुर्बा के भन्छ नि हजुर यसलाई फुर्बा भन्छ है अनि तपाईँहरू लु भन्छ नि नागा छ यहाँ है अनि गणेशको यहाँ चाहिँ सुत्छ यो यसमा चाहिँ गणेशको ठ्याक्कै यो हात्ती जस्तो यो हात्तीको आकार जस्तो छ है के भगवान्ले चाहिँ हामीलाई थाहा भएन है हामीले चाहिँ यहाँ यता तपाईँ अलिकति गर्नुहोस् त यहाँ यो चाहिँ ठ्याक्कै चाहिँ गणेश भनेर हामीले पहिला चाहिँ पूजा गर्थ्यौँ यसलाई यहाँ है अनि तपाईँहरू यहाँ माथि हेर्नुहोस् त तपाईँहरू निमा भन्छ नि यो घामको आकार पहिला पनि धेरै सेतो थियो यो सबैले यहाँ भित्र धुप बाल्ने गरियो कि अनि धुप बाल्दा पुरै कालो भइसक्यो अनि अहिले चाहिँ हामीले धुप बाल्नु दिने छोड्यौँ यहाँ होइन पहिला त धेरै सेतो देखिन्थ्यो यो अनि यहाँ तपाईँहरू दावा भन्छ नि जुन यता सन छ यता मुन हुन्छ माथि उहाँबाट चाहिँ गुरु रिम्पोछेको हात चाहिँ यसो के भन्छ तपाईँहरू माथि तपाईँहरू म देखाउँछु ल अलिकति एउटा दुईटा तीनटा चारवटा पाँचवटा छ है यो हातको औँला भन्छ है तर यो राति चाहिँ अलिक तल्किएको देखिन्छ राति चाहिँ तपाईँले यस्तो देखिन्छ यो राति चाहिँ यस्तो पुरै अलिकति टस्ले भने राति चाहिँ तल्किन्छ यो यस्तो सेतो देखिन्छ यो राति चाहिँ यो राति चाहिँ सेतो देख्छ है यो तर यो चाहिँ 5वटा औँला छ यो चाहिँ गुरु रिम्पोछेले आशीर्वाद दिएको भन्छ यस्तो छ छ है यो भएर गाई यो बिहेको गाई थियो अरे घरमा सानो बाछा थियो अरे बच्चा थियो अरे तर माउ चाहिँ जङ्गलमा चराउनु लाँदा गाई फर्केर गएन थियो घरमा
जङ्गलमा बसेको हराएकै भएछ। धेरै दिनसम्म गाई खोज्दा पनि गाई घरमा गएन पनि छ र भेट्नु पनि सकेन छ उहाँहरूले। हजुर अनि उहाँहरू चाहिँ अब त्यो गाईको धनीले भनौँ न, मालिकले भनौँ अथवा धनी होइन, हजुर हजुर उहाँले चाहिँ अब धेरै खोजिसकेपछि नभेटिसके उहाँ थकित भएर ल आजदेखि तपाईँ गाई खोज्नु छोडिदिउँ है भने साथीहरू अब एक्लै त जाने कुरा भएन जङ्गल खोज्नु, सबैजना भेला भएर जानुभएको थियो। ल आजदेखि तपाईँ गाई खोज्नु छोडिदिउँ, अब तपाईँ गाई खै मरेको पनि छैन, जिउँदो पनि भेट्दैन, अब तपाईँ गाई कहाँ गयो छोडिदिउँ है खोज्नु भनिसकेपछि गाई खोज्नु छोडिदिइसकेछ कि। अनि त्यसपछि चाहिँ उहाँको उसले सुत्नु भएछ, उहाँ खाना खाएर बेलुका सुत्ने टाइममा गाईको सपनामा चाहिँ उहाँले गाई देख्नु भएछ। ठ्याक्क बारीमा गएर चाहिँ खेततिर गएर घाँस धानहरू कोदोहरू खाएको देखेछ सपनामा। अनि मैले आज के देखेँ, यत्रो दिनसम्म खोज्दा नभेटेको गाई घरमा बाछाले माउ खोज्दैन, बाछा छ घरमा सानो तर माउ खोज्दैन उसले। यत्रो दिनसम्म हामीले खोज्दा पनि गाई भेट्नु सक्दैनौँ, के चाहिँ छ त यो, के चाहिँ हो त भनेर बिहानै उठेर उहाँबाट त्यहाँबाट त्यो ठाउँमा हेर्दाखेरिमा गाई त्यहीँ देख्नुभएछ उहाँ। गाई देखिसके गाई लिन भनेर आउनु भएछ, फेरि त्यो गाई त्यहीँ हराएछ, गाई भेट्नु सक्नु भएन। कहाँ गयो हजुर। त्यस पश्चात फेरि गएछ उहाँ घरमा। ओहो मैले आज के देखेँ, यो गाई मैले चाहिँ यसरी खोज्नु गएको थिएँ, मैले सपनामा देखेको थिएँ र जाँदाखेरिमा धानहरू चाहिँ खाएको ठाउँ चाहिँ छ, तर त्यो ठाउँमा गाई छैन भनेछ उहाँले। अनि फेरि सबैजना मिलेर खोज्नु थाल्नुभएछ कि, र पनि भेटेन। ल अब तपाईँ गाई नखोज्ने, अब भेट्नु सकिएन, अब जहाँ कसको बारीमा अथवा बाली खाएको ठाउँमा देख्यो भने कसैले गाई हेर्ने, कसैले लिनु जानुपर्छ भनेर सल्लाह गर्दै गरेर गाई कराएछ। त्यो कराएको सुन्दै आउँदाखेरिमा यो ठाउँमा गाई भेट्नु भएछ। यो ठाउँमा यो त पहिला अलिक ठुलो थियो होइन, पोल बसेर भट्केछ, अनि गाई धपाउँछ अरे, गाई जाँदैन अरे, त बसिरहेको छ अरे, के चाहिँ हो त यो भनेर भन्दाखेरि छक्कै पर्छ। अब बाँस ल्याएर चाहिँ बाँस काटेर, अब त्यसरी टर्चलाइट त थिएन यस्तोहरू, बाँस काटेर बालेर खोज्दाखेरिमा यस्तो कुराहरू भेट्नु भएछ कि। ओहो ल यो त तपाईँहरूको गुरु रिम्पोचे भन्छ होइन, त्यतिखेर त अब यहाँ हिन्दूको प्रभाव थियो, शिवजी हो भनेर चाहिँ शिवजीको चाहिँ उहाँ र शिवजी पक्कै पनि हो, तपाईँले चाहिँ गाईको दुध ल्याएर चाहिँ शिवजीको नाममा चाहिँ चढाउँछु भन्नुहोस्। अनि चाहिँ भनिसकेपछि गाई निक्लेर गइसकेपछि अनि त्यो समयदेखि हामीले चाहिँ यो ठाउँमा शिवजी भनेर पूजा गर्दै गएको। चाहिँ तुलसी रिम्पोचेले चाहिँ मेन्दरा भनेर चाहिँ प्रमाणित भयो। त्यही भएर गाईको फेस चाहिँ यहाँ गाईको मुख भयो, यो गाईको मुख भयो, यो आँखा भयो, यो सिङ, यो कान, यो गाईको फेस्ट हो। माथि उहाँले फोटो भिडियो गर्नु यो यस्तै छ है। यो मुख भयो, यसलाई आँखा भनिन्छ होइन, यसलाई सिङ भन्छ, अनि यसलाई कान भनिन्छ, यस्तो सेम छ। अनि गुरुले चाहिँ यहाँबाट आशीर्वाद दिनुभएको ठाउँ हुन्छ है, यहाँ बसेर।